नमस्कार नमस्कार। यहाँ आज धेरै वर्ष बाद हाम्रो दाई फाइटर भन्ने तपाईँहरूले बिरालै नसुन्ने कोही छैन होला। उहाँ हाम्रो एकदम दाई हो। हामीभन्दा जेठो भए पनि हामीसँग कालीन जस्तै सानोमा सँगै हिँडिन्थ्यो। उहाँको अब अर्को दाई अब अहिले हामीलाई दुःख लाग्छ, दारा सिंह उहाँको पनि साथी हो। अर्को हाम्रो किङकङ दाई हुनुहुन्थ्यो, उहाँ पनि दाई नै हो, साथी। उहाँ दुईजना अहिले विगतमा हुनुहुन्न, तर पनि उहाँहरूको यादहरूले गर्दा आज उहाँ चाहिँ हुनुहुन्छ। उहाँहरूको जुन पहिला पनि मैले यहाँभन्दा अगाडि बोलेको थिएँ, एउटा सिक्काको दुई पाटा। मान्छेले जहिले उहाँहरूलाई नेगेटिभ सम्झ्यो, नेगेटिभ अर्को पाटा पोजिटिभ हुन्छ। संसारमा अलि सानो ठुलो गल्ती सबैको हुन्छ, तर मान्छेले चाहिँ एउटाले चाहिँ त्यो चाहिँ गल्ती हो भनेर भनिराख्यो भने त्यो जहिले मान्छेले त्यही गल्ती सम्झिन्छ। अहिले चाहिँ उहाँहरूलाई सम्झिनुमा अहिले धेरै मान्छेहरूले कुरा गर्छन्, उहाँहरूलाई अहिले पोजिटिभली लिएको छन्। दारासिंह दाईको पनि अहिले चोक बनेको छ उहाँको नाममा, होइन? चोक बनेको छ। नेउरी मारी प्रस्ताव भनेको त्यो अहिले मान्छेले बुझे अब कि उहाँहरू चाहिँ यस्तो मान्छे हो भनेर। त्यस बेला चाहिँ मान्छेले नबुझेका अहिलेको हेर्नुहोस् न, अहिलेको स्थितिमा अहिलेको नेताहरूले के गरेका छन्। उहाँहरू हामीहरू त्यत्रो हिँड्दा रमाइलो गरिन्थ्यो, उहाँहरूले चाहिँ जहिले पनि नराम्रो काम चाहिँ केही गर्नुभएको थिएन। तर मान्छेले चाहिँ खालि नेगेटिभबाट सोध्छे। नेगेटिभ के सोध्थे भने यिनीहरू अर्का खाने तान्ने, त्यो मेला सेलामा रेला सेला त हाम्रो उनै हो, त्यो के अरे हाम्रो उनै दस्तुर जस्तै हुन्थ्यो। तर कसैको लुटेर अहिलेको नेताहरूले जस्तो लुटेर चाहिँ कसैको खाँदैन थियो हामीहरूले। उहाँहरूले जहिले पनि गरिब गुरुब र अब तल निम्न स्तरको मान्छेहरूलाई जहिले पनि हेल्प गर्नुहुन्थ्यो। झोडामा कोही कोही बेला ठुल्ठुलो मान्छेले आफू रोज्नु धेरै जग्गा गर्नु खोज्दा उहाँहरूले त्यो नर्मल्ली कुरा तपाईँहरूले चाहिँ हुँदैन भन्नुहुन्थ्यो, होइन? जस्तो सीतापुरी यहाँ काण्ड भयो। तपाईँहरूले धनीले यत्रो जग्गा राख्नु हुँदैन, गरिबलाई दिनुपर्छ भन्ने हो नि त तपाईँहरू त, होइन? तपाईँहरूले त कसैको त उ त गरेको होइन। बाँसबारी काण्ड भयो, यहाँ सीतापुरी काण्ड, उहाँहरूले त्यसो गरेको। अहिले पनि उहाँ धेरै वर्ष पछाडि हुनुहुन्छ। उहाँ इन्डियन आर्मीमा पनि त्यत्रो लडाइँ युद्ध सकेर आउनुभएको। अहिले पनि उहाँ एक्सर्साइज धेरै गर्नुहुन्छ। अहिले पनि देख्नुभयो, हामी कान्छो हो तर उहाँलाई नै यङ देखिरहेछ अहिले। उहाँको धेरै इतिहासहरू छ। उहाँको अस्ति नवीन सुब्बाज्यूले उहाँहरूको बारेमा नवीन्द्र राज आयो होला नि, त्यो फौदारी भन्ने फिल्म त्यो बायोपिक फिल्म हो। जस्तो अहिले एन्जेला तुम्बाम्फोको बनेको जस्तै उहाँहरूको विषयमा बनाउने भने मेरै घरमा आउनुभएको थियो, कुरा भइरहेछ उहाँहरूको। अनि मलाई पनि एउटा दारा सिंहको रोल, एउटा किङकङको, एउटा फाइटरको रोल चाहिन्छ, उहाँलाई सोध्नुपर्छ भनेर अस्ति आउनु पनि भएको थियो होला, होइन? त्यो बायोपिक फिल्म बनाउनलाई निकै महँगो पर्ने रहेछ। किनभने त्यो फिल्म बनाउँदा चाहिँ के चाहिँ गाह्रो रहेछ भने त्यो मेला अहिलेको जस्तो हुनु हुँदैन रहेछ। पहिलाकै त्यो टिनको घर देखिनु हुँदैन रहेछ। पहिला त अब खरको घर हुन्थ्यो, सेउलाको त्यो पिङ पनि त्यो रोटे पिङ, त्यो फलामको पिङ हुँदैन रहेछ। अरिजिनल देखाउनु पर्यो। त्यो भएर अस्ति नवीनले मलाई भन्दै थियो, अस्ति नवीनसँग भेट भइरहेको, होइन? गाह्रो रहेछ त्यो एकदमै खर्चिलो। तर बायोपिक फिल्म चाहिँ सुपर डुपर हुन्छ। अहिले एन्जेलाको हेर्नु त 20 करोड त अस्तिको दिनै कट्यो। 20 करोड सानो हो त एन्जेला त फुटबलको मान्छे बहिनीको इतिहासमा। अहिले राइलिम्बू न ऊ हिरोनी हो, ऊ खेलाडी हो एउटा। उसको बायोपिकमा बनेको फिल्म पहिलाचोटि नेपाल, इन्डियामा त मेरी कम बनियो, होइन? यहाँ अनि उहाँहरूको पनि त्यसरी नै तपाईँहरूको पनि त्यो झोडा, त्यो मान्छेले फौजदारी बिर्सेको थियो नि, त्यो कुरा चाहिँ मान्छेले बिर्सेको थियो। फाइट साइट भन्थे, फौजदारी भनेको चाहिँ नेचुरल रहेछ क्या। कसरी फौजदारी हुन्थ्यो त, होइन? झोडा भन्ने के थियो? झोडा अस्ति बनियो नि त्यो झोडा, मान्छेले बिर्सिरहेका छन् झोडा, सबैले बिर्सियो नि। अब फौजदारी भने बिर्स्यो, फाइट भन्छन्। फौजदारी चाहिँ अरिजिनल भनेर चाहिँ जस्तो फौजदारी रहेछ नि त, होइन? त्यो चाहिँ मेलातिर फौजदारी भनेको त्यो, त्यही भएर उनीहरूले त्यसो भन्थ्यो लिम्बू भाषाबाट। अनि फौजदारी जो बिग्रो भन्ने हो, अझै फौजदारी गर्नुपर्छ, होइन? त्यस बेलाको फौजदारी अस्ति बुझ्यो। नवीन हामीहरू कुरा गऱ्यौँ, हाम्रो उपेन्द्र जारीको डाइरेक्टर। पहिलाको फौजदारी चाहिँ इमान्दार फौजदारी हो, कहाँ लुकेर हान्ने रहेछ। चिठी पठाएर बकाइदा लो हामी आउँदैछौँ है, आउँदैछौँ, बकाइदा चिठी पठाएर एकदम
इज्जत तरिकाले इज्जतले। खेल्ने पो रहेछ त कहाँ त्यो झुक्क्याएर त्यो होइन झुकेर त्यो उ होइन त्यो त्यो त फल अरे एकदम बकाइदियो ल आऊ नि त हामी आउँदैछौँ लु खेलौँ फेरि खेलेर अब हारजित भयो नि फेरि बसेर को घाइते भयो दबाई गयो अनि फेरि त्यो लो जाँड मगायो अनि त्यहाँ लो जित्ने हार्नेले बिदा जम्मै मागेर जानुपर्छ त्यो नुहाफुङ्गा देखाएको छ नि त त्यो लाटो झगडा